पूजापाठ सकेर सबै आफ्नो घरतिर लाग्नुभयो। पूजा चाहिँ हाम्रो जेठो बाजेको घरमा भएको थियो। हामी चाहिँ घरतिर नलागेर माइलो बाजे घरतिर गयौँ। त्यहाँ गइसकेपछि माइजूले चियासिया बनाउनु भएर हामी चाहिँ चिया खाएर कान्छो बाजे घरतर्फ लाग्यौँ। त्यसपछि हामी चाहिँ कान्छो बाजे घरतिर लाग्यौँ। लाग्दा लाग्दै मम्मी चाहिँ आफ्नो साथीहरू भेटाएर कुरा गर्न लाग्नुभयो। बिचमा चाहिँ अङ्कलहरूको घर पनि थियो, तर आन्टीहरू चाहिँ ग्वाला जानुभएको थियो। त्यसैले हामी चाहिँ सिधै कान्छो बाजे घरतिर गयौँ। अनि यो चाहिँ हाम्रो सिया नानी हो। यसले चाहिँ एकदमै लाज मान्छ के। त्यसपछि म सिधै भित्र गएँ। भित्र गएको त बाजे बुढीहरू बसिराख्नु भएको थियो। त्यसपछि बाहिर चाहिँ सिया नानीले आफ्नो साथीहरू लिएर, मैले चाहिँ साथी लिएको छु दिदी भिडियो बनाउनु भन्दै थिएँ र मैले चाहिँ बनाइदिएँ। त्यसपछि म चाहिँ कुवातिर लागेँ हेर्नलाई। अनि यहाँ चाहिँ लिची पनि थियो। त्यसपछि मलाई चाहिँ कान्छी माइजूले लिची दिन लाग्नुभयो। त्यसपछि हामी चाहिँ घर जान्छौँ भन्यौँ र बाजेले चाहिँ हामीलाई टिका लगाइदिन लाग्नुभयो। त्यसपछि बाजे बुढीबाट आशीर्वाद लिएर हामी चाहिँ घरतिर लाग्यौँ। त्यसपछि माइजू बहिनीहरूलाई बाई गरेर बाजेले चाहिँ माथिबाट हेरिराख्नु थियो अनि हामी चाहिँ गाडीमा बस्यौँ। अन्तिमसम्म हेर्नुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद।